हेलो एभ्रिवान, आई होप सबैजना सन्चै हुनुहुन्छ होला। यो चाहिँ मेरो पहिलो भिडियो हो र चाहिँ एउटा पार्क जस्तो ठाउँमा चाहिँ घुम्न जाँदैछौँ। त्यसैले त्यहाँ के छ र कस्तो छ, कस्तो सौन्दर्यले भरिपूर्ण छ, कस्तो सुन्दरता छ त्यहाँ भनेर चाहिँ हामी हेर्न जाँदैछौँ। भनेको बाहिर म बिस्तारै मौसम पनि चिसो चिसो छ, जाडो जाडो छ र हामी चाहिँ समुद्रको छेउमा आइपुगेका छौँ। हामी यही बाटोबाट हुँदै लगभग त्यो लास्टको देखिएको छ नि, त्यहाँ निक्लेर त्यहाँबाट घुमेर फेरि माथि जानुपर्ने छ। यो चाहिँ खोला समुद्र, यति ठुलो यति राम्रो ठाउँ छ। यहाँ स्वर्ग जस्तो ठाउँ छ। 2-3 दिनदेखि ठुलो पानी परिरहेको कारणले गर्दा चाहिँ यहाँ चाहिँ ठुलो पानी देख्न सक्नुहुन्छ। हाम्रो चाहिँ हिँड्ने क्रम जारी छ र हामी चाहिँ बिस्तारै हिँड्दैछौँ। लगभग हामीलाई 2 घन्टा लाग्नेछ यहाँबाट त्यहाँ पुग्नको लागि। जान्छौँ, हेर्छौँ र कस्तो रहेछ त्यहाँको माहौल, त्यहाँ कस्तो के रहेछ घुम्ने ठाउँ, सबै कुरा हेरेर हामी भिडियोमा तपाईँहरूलाई देखाउनेछौँ। यो लोपुट होटेल हो। अहिले चाहिँ लगभग यो 7 तलाको होटेल छ र 3 स्टार होटेल हो। यो देखिएको ठाउँ चाहिँ दोब्रो बिग बजारबाट लगभग आधा घन्टाको बाटो सिपमा आएपछि यहाँ आइपुग्न सकिन्छ। र यो एकदमै रमाइलो र एउटा महत्त्वपूर्ण पर्यटकीय स्थल हो यो क्रोएसियाको। यो चाहिँ होटेल हो, यो मैले देखाएको होटेल हो। यो धेरै ठुलो होटेल छ जुन एउटा पर्यटकलाई आकर्षित गर्नको लागि यो बनाइएको हो। ल साथीहरू, हामी चाहिँ समुद्रको किनारै हामी जाँदैछौँ। हाम्रो यात्रा जारी छ त्यहाँसम्म। यहाँ चाहिँ देख्न सक्नुहुन्छ साथीहरू, यहाँ चाहिँ यो जुन पर्यटक हाम्रो पाहुना आउनुहुन्छ यहाँ उनीहरूको लागि चाहिँ बस्नको लागि यो बनाइएको छ। एकदम राम्रो, हेर्दाखेरि आकर्षक छ। जुन सिजनमा चाहिँ एकदम राम्रो, यहाँ मान्छे भरिभर हुने गर्दछन् यो बाटोमा। साथीहरू देख्न सक्नुहुन्छ यति राम्रो, हेर्दा पनि हरियाली र यति राम्रो मौसम छ आज। पारिपट्टि हेर्नुभयो भने कति राम्रो हिमाल जस्तै पहाडहरूको नजारा देख्न सक्नुहुन्छ हजुरहरूले। र टापु छ, सिपम भनिन्छ त्यो टापुलाई। त्यहाँ पनि ठुलो बस्ती रहेको छ मानिसहरूको। खोलाकै किनार भए पनि साथीहरू यहाँ कति राम्रो बाटो देख्न सक्नुहुन्छ हजुरहरूले। यो चाहिँ स्विमिङ गर्नको लागि बनाइएको एउटा ठाउँ हो जहाँ स्विमिङ गर्न सकिन्छ। फाइनली गाइज, हामी चाहिँ यहाँ आइपुगेका छौँ जहाँ हामी आउन चाहन्थ्यौँ। अब हामी यहाँबाट प्रस्थान गर्दैछौँ। धेरै नै उकालो बाटो रहेछ, त्यसैले अलिकता चढ्नलाई मुस्किल भइराखेको छ। हेर्दाखेरि एकदम राम्रो, सफा, सुन्दर, हरियाली। यहाँ माथिबाट दायाँ बायाँ साइडमा भ्यूज हेर्दा पनि एकदम राम्रो। यो त शब्दले बयान गर्न सकिँदैन, यति राम्रो ठाउँ छ यो। हजुरहरू पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ। र यति राम्रो ठाउँ, सुन्दर र सौन्दर्यले भरिपूर्ण भएको ठाउँ हो यो। धरतीको लागि सुन्दर ठाउँ जुन हेभन भनिन्छ त्यो ठाउँ चाहिँ साँच्चीकै तपाईँहरूले, मेरा साथीहरूले देख्न सक्नुहुन्छ। यहाँ साँच्चीकै रियली एकदम राम्रो, एकदम सुन्दर, एकदम सफा ठाउँ छ यो। यहाँ चाहिँ ठाउँमा चाहिँ बस्ने ठाउँहरू बनाइएको छ। बाटो चाहिँ निकै लामो जस्तै रहेछ, धेरै नै लामो रहेछ। तलबाट हामी वहाँ तलबाट यहाँ आइपुगेका छौँ साथीहरू। र आज हावा पनि उल्कै नै चलेको छ, एकदम चिसो हावा चलेको छ यहाँ, जुन अलिकता जाडो महसुस गरिरहेको छ। फुलहरूले सजाइएको यति राम्रो दृश्य हेर्न पाउँदा आज एकदम राम्रो, मलाई चाहिँ एकदम राम्रो लागिरहेको छ। यो चाहिँ धेरै राम्रो, राम्ररी सजाइएर राखिएको जस्तो महसुस भइरहेको छ। यहाँ चाहिँ स्विमिङ पुलदेखि सबै कुराहरू, यहाँ घरहरू छ बस्नको लागि, रमाइलो गर्नको लागि। हेर्दाखेरि एकदम आश्चर्यजनक दृश्य जस्तो लाग्छ यो। देख्न सक्नुहुन्छ एकदमै राम्रो, एकदमै सफा, सुन्दर, स्वच्छ हावा र हेर्दाखेरि र सोच्दाखेरि चाहिँ प्रकृतिले एकदम राम्रो सौन्दर्य दिएको जस्तो लाग्न सक्छ। यो चाहिँ स्विमिङ पुल नै देख्न सक्नुहुन्छ।